हेलो गाइज ल आज चाहिँ हामी बुढा र बुढी र दुईटा छोरा घुम्न गयौँ होइन। आज चाहिँ अब शनिबारको मेरो दिन छोराले स्कुलको ट्र्याक हेर्ने योसँग यो कति अहिले कुन महिना हो? यो पुस होइन? पुस पुस यो मङ्सिरमा मेरो छोराले 3टा ट्र्याक यसरी घोडाबाट च्यातिसक्यो। कसो छोराले यसरी स्कुल जाँदा घोडा च्यात्छन् यार। मेरो छोराले चाहिँ ड्रेस वाक्कै पारिसक्यो। ल त्यो कुरोलाई साइडमा राख्दै हामी चाहिँ आज ट्याक्क बुढा र बुढी फिल्म हेर्न गएको। आज शनिबारको दिन दुईटा छोराहरू लिएर म मेरो बुढी अनि अनिता हामी गयौँ फिल्म हेर्नलाई। आज फिल्म चाहिँ हामीले कुन हेऱ्यौँ होला भन्नुहोस् त। फिल्म चाहिँ हामीले हेरेका छौँ बालेनले गीत गाएको झरी पछिको इन्द्रेणी। झरी पछि इन्द्रेणीको साथै साथै रङ्ग भन्ने गीत गाएर नाचिरहेको थियो त्यहाँ। त्यो फिल्म देखेर चाहिँ मलाई पनि गीत गाएर नाच्न मन लागिरहेको थियो होइन। अनि हामी फिल्म हेर्न पुग्यौँ। मेरो दुईटा छोराले पनि फिल्म हेरे, बुढीले पनि फिल्म हेरी, मैले पनि हेरेँ। अब दुईटा छोरा लगेर फिल्म हेर्दा म पहिला बुढीलाई नि सोध्छु, बुढी ल तिमीलाई फिल्मको कस्तो लाग्यो, के लाग्यो, तिमीले फिल्मको बारेमा दुई शब्द भन्दै हुँदा ल यहाँ ल। म एकदम इमोसनल भएँ। म चाहिँ धेरै अब एकदम किनभने आमा भइसकेँ, आमा पनि भएँ, पहिला छोरी थिएँ। अनि कस्तो कुरा के रिलेट गरेँ नि मैले बाउ आमालाई कस्तो अननेसेसरी जित गरेको थिएँ होइन। अब अहिले पनि आफूले त्यो एक्सपिरियन्स पनि गर्दैछु, अझ बाँकी नै छ जिन्दगीमा गर्नलाई। तर त्यो फिल्मबाट एउटा विशेष मैले जानेको कुरा भनेको चाहिँ मैले के चाहिँ बेटर गर्न सक्छु मेरो छोराछोरीलाई, कसरी चाहिँ प्रिपेयर गर्न सक्छु भन्ने कुरा चाहिँ सिकाएको छ। त्यो के सिकाएको छ म चाहिँ भन्दिनँ, तपाईँहरू पनि आएर गएर हेर्नुहोस् एकचोटि त्यो फिल्म। अनि त्यसपछि थाहा पाउनुहुन्छ होइन बाउ आमाको स्ट्रगल के हो। र बाउ आमाले गुड बोय होइन कि त्यो गुड बोय हामीले एकदम राम्रो बन्नुपर्छ, राम्रो बन्न भन्दा नि समाजसँग भिड्न सिक्नुपर्छ है तिमी भन्ने कुरा सिकाउन एकदम सिकाउँछ। र देशकोदेखि लिएर घर सबै के कस्तो रिलेट गरेँ कि म त यसो हेरेँ त कहिलेकाहीँ म त्यसै सरकारी कार्यालय जाँदा त्यही हालत हुन्छ कि हाम्रो नि। अनि यसो सोच्छु ए भगवान् कहिले सुध्रिन्छ होला मेरो देश भने जस्तो। ल गाइस चुनाव पनि आउँदैछ, देश सँगसँगै अब देश पनि सुध्रेला। त्यो फिल्म हेरेर म चाहिँ एकदम रिलेट भएँ, एकदम खुसी छु। त्यो फिल्म देखेर चाहिँ सबैले हेरिदिनु पनि पर्छ। अब घरको अझ विशेष घरमा बुढा बुढी अनि यो सासू ससुरा बच्चा भएको हुन्छ नि, तिन पुस्दै गरेर हेरिदिनुहोस् क्या त्यो मुभी। अनि अझ धेरै इमोसन्स आउँछ, यता बाउको ठाउँबाट यता छोराको ठाउँबाट नि बुझिन्छ जस्तो लाग्छ मलाई। तपाईँहरू जानुहोस्। म चाहिँ फेरि बिचरा जसले पैसा लगाइरहनु भएको मैले सबै यहीँ खोलिदिएँ भने उहाँहरूको खत्तम हुन्छ, उहाँहरूको गरिदिनु भएन मैले त्यो। नत्र मलाई चाहिँ भित्रबाट के थियो त्यो भन्ने सबै भन्दिनँ मलाई, तर म त्यो भन्दिनँ। तपाईँहरूको आफै हेर्नुहोस्, एकदम राम्रो छ मुभी, एकदम नै राम्रो छ। कुनै त्यो बनावटी छैन। हाम्रो समाजमा भइरहेको घटना र हामीले नै अझ राम्रो इम्प्रुभ के गर्न सकिन्छ भन्ने कुरा चाहिँ सिकाउँछ गाइज। ल अब मेरो बुढीको कुरा सुनिहाल्नुभयो साथीहरूले होइन। अब मेरो पनि सुन्नुहोस्। मलाई चाहिँ फिल्म अब ओभरअलमा मैले 10मा फिल्ममा दिनु पऱ्यो भनेदेखि मैले लगभग अब फिल्मलाई 7 जति दिन्छु, 7.5 दिन्छु होइन। किन 7.5 2.5 चाहिँ मैले किन नदिएको भनेदेखि लास्टको सिन छ, लास्टको सिन पनि अझै देखाउन सके भए, राम्रोसँग देखाउन सके भए अझै दामी हुन्थ्यो होइन, फिल्मलाई अझै दामी हुन्थ्यो। अनि त्यो कारणले गर्दा बालेनको गीत छ जुन, बालेनको गीत पनि साह्रै राम्रो छ। त्यो गीत पनि टक्क लाएर होइन, बाउ छोरीको रिलेट भएको गीत। अनि त्यहाँ अब सबैको एक्टिङ भन्नुहुन्छ भनेदेखि एक्टिङ सबैको राम्रो छ, एक्टिङ राम्रो छ। जस्तै घुस खाएर अब हाम्रो उसमा छ नि, घुस खाएर यहाँ हेर्नु त, घुस खाएर प्राडो चढ्छन्, घुस खाएर रेन्ज रोभर चढ्छन् होइन, दुनियाँ घुसियाहरू। अब यहाँ बिहानदेखि बेलुकासम्म दुःख गर्ने मेहनत गर्ने हेर्नु त, जनताहरू दुःख गर्ने मेहनत गर्ने मान्छेहरू बिचरा बाइकमा हिँड्नुपर्छ, स्कुटीमा हिँड्नुपर्छ, साइकलमा हिँड्नुपर्छ होइन। पीडा त छ नि यो देशमा। भ्रष्टाचारीको एकदम भ्रष्टाचारीले नै यो देश खाएको छ। कर्मचारी भ्रष्टाचारी हुन्, कर्मचारी तुरन्त छुट्नुपर्छ। नेता मात्रै भ्रष्टाचारी होइन, कर्मचारी पनि भ्रष्टाचारी छन् भनेर चाहिँ यो फिल्मले देखाउन खोजेको छ। र भ्रष्टाचार नगर्ने परिवारको फ्यामिलीमा चाहिँ कस्तो दुःख कस्तो गाह्रो हुन्छ, र भ्रष्टाचार गर्नेको परिवारकोमा चाहिँ कतिको सुख र आनन्द हुन्छ भनेर यो फिल्मले देखाएको छ। र अहिले यो जेनजी आन्दोलन जस्तै भएसँगै जेनजी आन्दोलनको पनि कथाहरू पनि अलिअलि छ। जेनजी आन्दोलनमा पनि भागो उसहरू देखाएको छ, भ्रष्टाचारको विरुद्धमा देखाए जस्तै यो फिल्ममा पनि देखाएको छ होइन। त्यही भएर मलाई चाहिँ यो फिल्म असाध्यै मन पर्यो। अब कस्तो भनेदेखि फिल्ममा तपाईँले सोचे जस्तो फेरि त्यो यस्तो छैन। फिल्म एउटा फ्लोली बग्छ, सर र बग्छ, स्टार्टिङदेखि इन्डिङसम्म साधारण तरिकाले फिल्म बग्छ। साधारणै छ फिल्म, तर विषयवस्तु प्रेजेन्टेसन हुन्छ नि, विषयवस्तु प्रेजेन्टेसनहरू चाहिँ त्यो चाहिँ एकदमै राम्रो छ। त्यो फिल्मको एकदमै राम्रो छ। यो प्रेजेन्टेसन देखाएको तरिकाहरू हुन्छ नि। अब मार्मिक जस्तै अब छोराको म चाहिँ छोराको ठाउँमा बसेर पनि हेरेँ यो फिल्म, र बाउको ठाउँमा बसेर पनि हेरेँ।
छोराको ठाउँमा चाहिँ मेरो ड्याडी हुनुहुन्थ्यो पहिला आफूले गरेको सोचेर हेरेँ र अहिले चाहिँ म आफू बाउ चाहिँ मेरो 2टा छोरा छन् 2टा छोराहरू पनि लिएर गएँ अनि त्यो छोराहरूको ठाउँमा बसेर पनि हेरेँ होइन मैले फिल्म अब त्यही हो साथी हो फिल्म ओभरअल चाहिँ एकदमै राम्रो छ तपाईँहरू जानु होला हेर्नलाई झरीपछिको इन्द्रेणी साह्रै राम्रो फिल्म छ तपाईँहरू परिवारै लिएर जानु होला बाउ आमा दिदीभाइ सबै लिएर जानु होला एकदम जोसुकै लगे बच्चा सच्चा लगे पनि हुन्छ साह्रै राम्रो फिल्म बनेको छ एकदम फ्यामिली फिल्म भएर चाहिँ सबैजना बसेर हेर्न मिल्ने त्यस्तो नचाहिने केही छैन मुभीमा आनन्दले बसेर कुनै पनि सिनमा बोर भएर यसो हेर्नु छैन के छ कस्तो स्लोली भने जस्तो आफ्नै जिन्दगीमा रिलेट गर्नुहुन्छ तपाईँ आफै त्यो पर्दामा फिल्म चलिरहँदाखेरि आफै भित्र गए जस्तो फिल हुन्छ अनि फिल्म पनि धेरै लामो पनि छैन 2 घन्टाको मात्रै छ फिल्म त्यही भएर गएर हेर्दाखेरि तपाईँहरूलाई ट्याक्क निस्केर आउँदाखेरि रमाइलै हुन्छ है अब मेरो छोराहरूलाई पनि सोध्छु म फिल्म कस्तो लाग्यो भनेर होइन साथी हो तपाईँलाई आज हेरेर आएको फिल्म कस्तो लाग्यो बबाल लाग्यो के मन पर्यो धेरै मलाई एउटा त्यो फादर्स डेको वाला अनि एउटा त्यो के त्यो के भन्छ बुढा त्यो घर निकाल त्यो के अरे अमेरिका कुन देश जाने अस्ट्रेलिया जानलाई त्यो घर निकाले मन पर्यो घर निकाले अनि त्यसपछि त्यो के अरे त्यसको नाम बिर्सेँ के हुन्छ त जे होस् मन पर्यो राम्रो लाग्यो नि त्यो फिल्म धेरै ल पुण्डेलाई अहिलेसम्मको 2टा मुभी मलाई मन परेको एउटा भस्मेडन अझै छ क्या 2-3वटा छ एउटा भस्मेडनको अनि एउटा अवतार मुभीको अनि एउटा चाहिँ यो त्यसको नाम के थियो अरे अनि पुण्डुलाई कस्तो लाग्यो फिल्म राम्रो लाग्यो तर त कोक खान पाइस् त्यही भएर राम्रो लाग्यो होला होइन पपकर्न र कोक ल साथी हो ल छोराहरूको पनि सुनिहाल्नुभयो सबैलाई दामी लागेको छ यो फिल्म होइन त्यसैले यो फिल्म अभियसली तपाईँहरू सबैजना हेर्न जानु होला अब यति भन्दै आजको हाम्रो 2 शब्द हामी यहीँ ठुङ्गाउँछौँ हाम्रो च्यानललाई लाइक गर्नु होला सब्सक्राइब गर्नु होला फलो गर्नु होला बेल आइकन दबाउन नभुल्नु होला त्यति भन्दै हामी बिदा हुन्छौँ बाई बाई आई लभ यु बिदा हुन्छौँ मतलब फेरि आउँछौँ नि फेरि